गाइस म चाहिँ चर्च पुगिसकेँ हो। अब यहाँको नजरियाहरू के हुँदैछ, कोही पनि आएको छैन रहेछ। के हो, जय मसीह, जय मसीह। हामी अलोन छौँ क्या, जय मसीह। र गाइस मेरो फेभरेट, सबैको फेभरेट चाहिँ के भनेको होला भनेर तपाईँहरूले सोच्नुभयो होला, त्यो चाहिँ यो हो। सामान देखेरै तपाईँहरूले चाल पाउनुभयो होला के हो। यो चिकन छ, यहाँ मैदा छ र यहाँ चाहिँ बिफको मासु। र बनाउने मान्छे चाहिँ यतिजना मात्रै अहिले हाजिर भएको छ हो, र रिमेनिङ चाहिँ आउनु। र गाइस यहाँ हाम्रो भाइले चाहिँ मैदा मुस्नु हुँदैछ हो। के भन्नु छ आजको यो ब्लगमा, के भन्नु छ? गुड भन्नु छ। मरियम के गर्न आँटेको? म काम चाहिँ छैन रहेछ, बसिरहेको छु। आमाको माया चाहिँ यस्तो हुन्छ नि त। यहाँ चाहिँ बिक्री चाहिँ रेडी भएको छ, उसको सिल्टहरू लगाइदिनु हुँदैछ आन्टीले। किमा बनाउनु आँटेको छ कि आन्टी? आन्टी ह्याप्पी न्यू इयर भनिदिनुहोस् न सबैजनालाई। हजुर, सबैजनालाई ह्याप्पी न्यू इयर भनिदिनुहोस् न। ह्याप्पी न्यू इयर इन एडभान्स, अहिले नै एडभान्समा सबैलाई ह्याप्पी न्यू इयर है। 2026 ब्लेसेड इयर सबैको लागि। तिमीलाई के भन्नु छ? के भन्नु छ, म त बुच्चर हो। बुझ फर अ मोमेन्ट है, बुच्चर अफ बेथेस्डा चर्च। सिस्टिकाको चाहिँ केही काम छैन, तर गाइस गफ मात्रै गर्दैछ यहाँ। अहिले हाम्रो बस्ने काम हो। मेरो यहाँ चाबी र यहाँ चाहिँ चिकनको रेडी भइसकेको छ र हाम्रो किमा बनाउनु हुने हाम्रो आन्टी चाहिँ यहाँ हुनुहुन्छ हो। र यहाँ चाहिँ अदुवाहरू हुँदैछ। र हामीले चाहिँ चिकनको यति बनाइसक्यो हो। यहाँनिर आयो भने तल बजारतिर आयो भने र गाइस मेरो चाहिँ अचार बनाउने ड्युटी होइन, त्यसै कारण म यहाँ अचार बनाउँदैछु हो। यहाँ अलरेडी तिल र सुक्खा खोर्सानी अनि लसुन हालेर बनाइसकेँ। अब यो ग्राइन्ड गर्नु आँटेको, देन यो रहन्छ, त्यहाँदेखि सक्यो। सो के हुँदैछ तपाईँहरूले देखाउँछु। अचार पनि रेडी भइसकेको छ मोमोको, यहाँ देख्न सक्नुहुन्छ तपाईँले हो। र आजको मोमो चाहिँ वाउ हुनेवाला छ, किनभने अचारै वाउ छ। अचारै वाउ छ, किनकि यहाँ अन्जिलिनाले बनाइसक्नु भएको छ। यहाँ चाहिँ हाम्रो फर्स्ट बुवाले पनि बेल्नु हुँदैछ यसरी। गोलो गोलो पो बेल्नु हुँदो रहेछ, यतिको स्पिडमा, रफ्तारमा। र फाइनली हाम्रो चाहिँ मोमो पाकिसक्यो र यहाँ सर्भ हुँदैछ हो। र यहाँ मरियम अचार हाल्नेमा छ, बिजी दाजु चाहिँ रहेको हाल्नेमा छ। सो हामी चाहिँ खानु आँटेको। सर अब हामी खानुपर्छ है। भोक लागिसक्यो होला। त्यही त, भोक लागिसक्यो हो। र यहाँ चाहिँ हामी खानु पनि सुरु गरिसकेको छ हो। ललिता बहिनी कस्तो भयो? मिठो मिठो भयो आन्टी? एकदम मिठो, मेरो त कम्ती भयो। खानुपर्छ, नयाँ साललाई यसरी स्वागत गर्दै। अङ्कल त के बोल्नु भएन त, साह्रै मिठो भयो। दामी भयो नि। मिठो भयो आन्टी? म अब बिजी छु म त। त्यही त है। अनिल भाइलाई के भन्नु छ? सबैले गोरुको खानुहुँदैछ, म चाहिँ बिफको भेज खाएको। ए बिफको भेज खानु मिठो भयो एकदम दामी। यम्मी यम्मी। र अब चाहिँ म पनि खान सुरु गर्न आँटेको। यस, कस्तो भयो? मिठो एकदम A1। B1 होइन, B1 होइन। कस्तो भयो? मिठो भयो? नै खाने कि तलबाट बस्ने कतै हात नहालेको नि। अस्कोराबाट दिनु पऱ्यो, कसले मोमो बनाएको? तिमी त 5 वटा मात्रै खाएको? यता चाहिँ रेस्ट होला। दुईटा मात्रै निकाल्दिनुहोस् न। र गाइस म चाहिँ अघि बिफको 1 प्लेट खाइसकेर अब यो चिकनको ट्राई गर्दैछु हो। कस्तो दामी भएछ, यस्तो यम्मी भएछ, जुसी भएछ हो। तिमीलाई कस्तो लाग्यो? खायो ल?
त्यता आउनु नि तातो तातो